नमस्कार, स्वागत छ तपाईहरुलाई यस च्यानलमा। आज पनि हामी नेप्सेको ओभरअल यो हप्ताको एनालाइसिस लिएर आएका छौं। आज चाहिँ बजार बढेर बन्द भएको छ कि अब बजार साँच्चै नै अब आउने सन्डेदेखि चाहिँ बढ्ने नै हो त, बजारमा बुलिश ट्रेन्ड सुरु भएको हो कि के हो भनेर आज हामी ओभरअल एनालाइसिस गर्नेछौं। भिडियो अलिकति लामो हुनेछ, त्यसैले फुल वाच गरिदिनु होला र च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी लाइक बटनमा अल प्रेस गरिदिनु होला ताकि हाम्रो यस्तै किसिमका नेपाली शेयर बजारको समग्र भिडियोहरू सबैभन्दा पहिले तपाईकोमा आइपुगोस्। अब हामी सुरुमा चाहिँ ओभरअल आजको बजारको एनालाइसिस गरौँ। आज बजार चाहिँ सुरुदेखि नै अलिअलि बढ्दै गरेर ओभरअल लास्टमा राम्रै अङ्कमा वृद्धि भएको छ। आज चाहिँ 27.19 अङ्कले निफ्टी इन्डेक्स बढेको छ। ओभरअल हेर्दाखेरि 1.01% ले बजार बढेको छ। 2708.70 बिन्दुमा गएर बजार क्लोज भएको छ। आजको टोटल टर्नओभर 11 अर्ब 58 करोड 28,93,800 भएको छ भने आज चाहिँ टोटल ट्रेडेड शेयर भनेको चाहिँ 3 करोड 55,74,627 किता शेयरको कारोबार भएको छ। 201 कम्पनीको शेयर प्राइस बढेको छ भनेदेखि 55 वटा कम्पनीको घटेको छ र 4 वटा कम्पनीको हिजो जस्तो थियो आज पनि त्यही भएको छ, चेन्ज भएको छैन। र आजको टप गेनरको कुरो गर्दाखेरि टीडीएल 10% बढेको छ, एसएमएस 10% बढेको छ, एमईएल 10%, रिडी 9.97, केकेएचसी पनि 9.96, केकेएचसी पनि 9.96, जीएचएल, एनएमएससी, टीबीसीएल, सीकेएचएल र यूएलएचसी टप 10 मा परेको छन्। टप गेनरहरुमा भने टप लुजरहरुमा चाहिँ एसएमएचएल, एमकेएचसी, पीपीएम, न्यू स्टार, बीएसडीसी, सिन्धु र अरू म्युचुअल फन्डहरु परेका छन्। र आजको टप टर्नओभरको कुरो गर्ने भने टप टर्नओभरमा यूएनएसपीएल परेको छ, राति परेको छ, एसआर प्यानल परेको छ, एकेजेसीएल, एनएलएन, एनएलजी, एनजीपीएल, बन्दीपुर, रिडी र एनआरआईसी परेको छ। टप भोल्युमको कुरो गर्ने भने एचएलआईसीपी, एचएलआईसीएफ, यूएनएसपीएल, एकेजेसीएल, रिडी, एसएसएचएल, जीएचएल, एनजीपीएल, एचडीएचपीसी, राडी, एकेपीएल परेको छ। र टप ट्रान्जेक्सनको कुरो गर्ने हो भने एसआई प्यानल, एकेजेसीएल, बन्दीपुर, राडी, यूएनएचपीएल, जीएचएल, एसएसएचएल, एसआईएल, एचडीएचपीसी र रिडी परेको छ। हामीले मार्केटको ओभरअल समरी भनिसकेका छौं र चार्टमा जाउँ। आज चाहिँ हाम्रो निफ्टीको चार्ट चाहिँ ओभरअल हेर्दाखेरि आज चाहिँ एउटा बुलिश मार्ग बुलिश क्यान्डल बनाएको छ निफ्टीले। आज दिनभरि नै भन्दा पनि बिहान ओपन भएदेखि नै 11 बजेदेखि नै निफ्टी बढ्न सुरु गरेको थियो। केही 2-4 अङ्क तलमाथि हुँदै ओभरअल अन्तिम आवरसम्ममा निफ्टी चाहिँ एउटा राम्रो बिन्दुमा पुगेर राम्रो बिन्दुमा बढेको छ। र आज चाहिँ निफ्टी चाहिँ 27.20 अङ्कले वृद्धि भएको छ। ओभरअल 1% ले वृद्धि भएको छ। मार्केटले चाहिँ यो पोइन्टमा चाहिँ 2670 देखि लिएर 2680 को पोइन्टमा चाहिँ एउटा ग्याप बनाएको थियो पहिले। र मार्केटमा के एउटा सिद्धान्त छ भने ग्याप बनाएको छ भनेदेखि चाहिँ त्यो चाहिँ कुनै बेला फर्किन्छ, चाहे त्यो त्यही दिनको इन्ट्राडे फेजमा होस् या त्यो दिनदेखि अरू कुनै दिनमा त्यो मार्केटमा चाहिँ त्यो ग्याप फिलिङ गर्न आउँछ भन्ने एउटा मान्यता चाहिँ स्थापित छ। त्यो अनुसार पनि यो दिन चाहिँ हाम्रो मार्च 6 गतेको मार्केटमा चाहिँ एउटा ग्यापिङ बनाएर अगाडि बढ्यो त्यो मार्केट भने मार्च 12 गतेदेखि चाहिँ कन्टिन्युस करेक्सन आइरहेको छ। र आज चाहिँ यो हप्ताको साताको अन्तिम दिनको मार्केट राम्रो पोइन्टमा क्लोज भएछ। र हिजो र अस्ति हेर्दाखेरि यो ग्याप फिलिङ गर्न आएर यहाँदेखि माथि मार्केट गएको देखिन्छ। र यदि यो ग्याप फिलिङ गर्न नआएको भए चाहिँ हाम्रो यहाँ अर्को एउटा स्ट्रङ डिमान्ड जोन छ। यहाँदेखि चाहिँ यो चाहिँ एउटा स्ट्रङ डिमान्ड जोन मानिन्छ। यहाँनिर यो 2640 र 2630 को यो पोइन्ट बिन्दु चाहिँ स्ट्रङ डिमान्ड जोन हो।
यहाँसम्म जान सक्थ्यो मार्केट, तर यहाँसम्म मार्केट नगइकन यो हाम्रो ग्याप फिलिङ गरेर केही तल यो हाम्रो विकले चाहिँ केही तल इन्ट्राडे फेजमा केही तल आएर ओभरअल क्लोजिङको टाइममा चाहिँ मार्केट यो ग्याप फिलिङ गरेर माथि जान सफल भएको छ। अब यो हिसाबले हेर्ने हो भने भोलि पनि आज चाहिँ एकदमै राम्रो आएको छ, पोजिटिभ आएको छ र मार्केटमा पनि एउटा बुलिस मार्वाजीको एउटा क्यान्डल बनाएको छ मार्केटले भनेदेखि मार्केट चाहिँ अबको हप्ता हेर्ने हो भने चाहिँ बढ्न सक्ने सङ्केत देखिएको छ। किनभने मार्केटले 2700 भन्दा माथि क्लोज दिएको छ, आज 2708 मा क्लोज दिएको छ र भोल्युम सहित मार्केट बढ्दाखेरि भोल्युम सहित बढ्यो भने त्यसलाई पोजिटिभ मानिन्छ र मार्केट घट्दाखेरि भोल्युम सहित घट्यो भने त्यो पनि पोजिटिभ मानिन्छ। तर मार्केट बढ्ने भोल्युम घट्ने, मार्केट घट्ने र भोल्युम बढ्ने भयो भने चाहिँ त्यो चाहिँ डाइभर्जेन्स हुन्छ, त्यसलाई पोजिटिभ मानिँदैन। अब ओभरअल मार्केटको टेक्निकल पार्ट हेर्दाखेरि अब हामीले इन्डिकेटर वाइज हेर्दाखेरि अब एमएसिडीले चाहिँ हामीलाई एमएसिडीले पनि आज डे वाइज हेर्दाखेरि है, आजको डे वाइज डाटा हेर्दाखेरि हिजो अस्ति 3 दिन चाहिँ लगातार एउटा रेड क्यान्डल बनाइसकेको थियो र आजदेखि चाहिँ यो रेड क्यान्डल चाहिँ हल्का लाइट भएको छ है, रेड क्यान्डल चाहिँ लाइट रेड भएको छ। यसको मतलब अब आजदेखि चाहिँ बायर्सहरू एक्टिभ हुन सुरु भयो भन्ने बुझिन्छ, यो पोजिटिभ पक्ष मानिन्छ। र यहाँदेखि नि हाम्रो सिग्नल लाइनले चाहिँ हाम्रो एमएसिडी को लाइनलाई क्रस गरिरहेको थियो अस्तिको दिनदेखि हेर्दाखेरि मार्केट कन्टिन्युस डाउन भइरहेको थियो। त्यतिखेरदेखि नै यहाँ हेर्न सक्नुहुन्छ हजुरहरूले यो माघ 19 गतेदेखि नै चाहिँ यो हाम्रो येल्लो भएको चाहिँ सिग्नल लाइन हो भने यो ब्लू चाहिँ हाम्रो एमएसिडी लाइन हो र एमएसिडी लाइनलाई चाहिँ सिग्नल लाइनले क्रस गर्ने भनेको चाहिँ पोजिटिभ मानिँदैन। त्यो दिनदेखि नै एमएसिडी लाइनलाई सिग्नल लाइनले क्रस गरिरहेको थियो, यसलाई पोजिटिभ मानिएको थिएन भने अब चाहिँ आउने सन्डेको मार्केटमा चाहिँ हामीले हेर्न सकिन्छ यो एमएसिडी को लाइन, यो ब्लू लाइनले चाहिँ यो येल्लो सिग्नल लाइनलाई क्रस गर्नु पर्यो। त्यहाँदेखि यदि येल्लो लाइनलाई यो एमएसिडी को लाइनले क्रस गरेको खण्डमा बजार एकदम राम्रो ट्रेन्डमा जान सक्ने देखिन्छ। आजदेखि नै सेलर्सहरू चाहिँ कमजोर हुँदै गएको देखिएको छ यहाँनिर एमएसिडी को लाइनलाई हेर्दा। र आज चाहिँ आवरली हेर्ने हो भने चाहिँ आवरली चार्टलाई, आजको आवरली चार्टलाई हामीले हेर्ने हो भने चाहिँ आवरली चार्टमा चाहिँ एमएसिडी चाहिँ फेरि हाम्रो ग्रिनले देखाएको छ है। एमएसिडी चाहिँ आजको आवरली चार्टलाई हेर्ने हो भने चाहिँ 11 बजेदेखिको 11 बजेतिर चाहिँ हल्का लाइट रेड भएको थियो भने 12 बजेदेखि चाहिँ यो ग्रिन भएको छ। हाम्रो डे वाइज चार्टमा हेर्दाखेरि एमएसिडी चाहिँ हल्का लाइट रेड हुन थालेको छ र सिग्नल लाइनलाई चाहिँ एमएसिडी लाइनले क्रस गरेको छैन भनेदेखि चाहिँ हाम्रो आवरली चार्टमा हेर्ने हो भने आजको आवरली चार्टमा हेर्ने हो भने चाहिँ सिग्नल लाइनलाई चाहिँ एमएसिडी लाइनले यहाँ हजुरहरूले देख्न सक्नुहुन्छ क्रस भएको छ भने चाहिँ यो एउटा पोजिटिभ पक्ष मानिन्छ यसलाई। र अब हामी डे वाइज हेरौँ र एमएसिडी बाहेक अरू आरएसआई हाम्रो एउटा यो चाहिँ स्ट्रेन्थ मार्केटमा कतिको स्ट्रेन्थ छ, मार्केटमा बायर्स र सेलरको कतिको स्ट्रेन्थ छ, मार्केटको ओभरअल मार्केटको स्ट्रेन्थ नाप्ने एउटा इन्डिकेटर हो। र हामीले चाहिँ आरएसआईलाई हेर्ने हो भने चाहिँ आरएसआई इन्डिकेटरलाई हेर्ने हो भने हिजो चाहिँ 51.09 थियो र आज चाहिँ 57.05 छ भने हिजो र आजमा हेर्दाखेरि आरएसआई पनि बढेको छ, भोल्युम पनि बढेको छ, यो एकदमै राम्रो पोजिटिभ पक्ष हो। र अब चाहिँ हामीले यो 60 भन्दा ओभरअल निफ्टीमा हेर्ने हो भने चाहिँ हामीले 60 जब क्रस गर्छ तबदेखि चाहिँ हामीले बाइङको पोजिसन लिन सक्छौँ। मार्केटमा चाहिँ स्ट्रेन्थ छ, अब चाहिँ हामीले बाइङ पोजिसन लिन सक्छौँ भन्ने बुझिन्छ। मार्केट ओभरअल निफ्टीको आरएसआई हेर्ने र कुनै पनि कम्पनीको पनि आरएसआई हेर्ने हुन्छ 60 क्रस गर्न थालेपछि चाहिँ हामीले बाइङ पोजिसन लिन सक्छौँ टेक्निकली हेर्दाखेरि। र भोलि अब आउने सन्डेदेखिको मार्केटमा चाहिँ सायद यो 60 भन्दा माथि जान्छ होला यदि मार्केट बढेको खण्डमा। र हामीले आरएसआई पनि हेर्यौँ भने अब हामी चाहिँ बोलिन्जर ब्यान्ड हेर्ने हो भनेदेखि चाहिँ बोलिन्जर ब्यान्डमा चाहिँ हाम्रो यो मिडल ब्यान्डलाई अस्तिको दिनदेखि चाहिँ जब मार्केट घट्न थाल्यो यो मार्च 20 गतेदेखि चाहिँ मिडल ब्यान्डलाई क्रस गरेर तल झरेको थियो, बोलिन्जर ब्यान्डको मिडल ब्यान्डलाई क्रस गरेर तल झरेको थियो। यसलाई चाहिँ राम्रो मानिँदैन,
तर अब आजदेखि चाहिँ मिडल ब्यान्डलाई क्रस गरेर माथि जान खोजिरहेको छ, पुरो माथि जान सकेको छैन। अब होप गरौँ आइतबारको मार्केटमा चाहिँ मिडल ब्यान्डलाई धेरै क्रस गरेर यदि मार्केट माथि गयो भने चाहिँ अब चाहिँ मार्केट चाहिँ केही समय पुलिस हुने र केही समय बढ्ने देखिन्छ, किनकि अब निर्वाचनको माहौल पनि एकदमै तातिएको छ। अलि यो हप्ताको 2-4 दिन अगाडिदेखि चाहिँ निर्वाचन नहुने सर्वोच्च अदालतले फेरि पुरानो संसदै बिउजाउने हो कि भनेर एउटा आम लगानीकर्तामा एउटा डर पनि थियो, त्यही भएर पनि मार्केट घटेको देखिन्छ। र त्यही डरको बीच मार्केट घट्यो पनि र पहिलेदेखि नै किनेर राखेकाहरूले मार्केट अब घट्छ कि निर्वाचन पनि नहुने हो कि भनेर उहाँहरूले पनि प्रफिट बुक गरेर सेलिङ प्रेसर बढिरहेको कारणले पनि यो हप्ता मार्केट घटेको हो। र ओभरअल एस्पेक्टमा हेर्दाखेरि मार्केटमा सबै पोजिटिभ न्युज छ। चुनाव आउँदैछ, नयाँ सरकार बन्दैछ, नयाँ सरकारले देशको समग्र आर्थिक विकास गर्छ भन्ने सबैलाई आश छ। त्यही भएर चुनाव आउँदैछ, चुनाव अब हुने लगभग फिक्स भएको छ। अस्तिसम्म चाहिँ चुनाव नहुने हो कि फेरि संसद बिउजिने हो कि भन्ने डर थियो, त्यही भएर मार्केट घटेको पनि थियो। तर अब चाहिँ चुनाव हुने लगभग फिक्स भइसकेको छ। यो चुनाव भन्दा अगाडि चाहिँ सर्वोच्च अदालतले आफ्नो निर्णय नसुनाउने भन्ने लगभग कुरो आइसकेको छ। त्यही भएर पनि आज चाहिँ मार्केटले बुलिस महाबाजु क्यान्डल बनाएर अगाडि बढेको छ। अब आइतबारदेखिको मार्केट चाहिँ राम्रो हुनेछ र मार्केट बढ्नेछ भन्ने आश गरौँ। र हामीले ओभरअल आजको चाहिँ ब्रोकर एनालाइसिस हेर्ने हो भने चाहिँ आज चाहिँ टप ब्रोकरहरूमा 58 नम्बर, 55 नम्बर, 34 नम्बरहरूले चाहिँ 58 नम्बरले चाहिँ 855 मिलियनको किनेको छ भने 847 मिलियनको बेचेको छ। र अरू ब्रोकरहरूले 55 नम्बरले 801 मिलियनको किनेको छ भनेदेखि चाहिँ 549 मिलियनको मात्र बेचेको छ भने चाहिँ आज ओभरअल हेर्ने हो भने ट्याप ब्रोकरहरूले पनि आज चाहिँ सेलिङ भन्दा पनि बाइङ गएको छ। त्यही भएर पनि हाम्रो मार्केट चाहिँ ओभरअल माथि नै जान्छ होला अब आउने हप्तामा चाहिँ भन्ने बुझिन्छ। र यो हप्ता चाहिँ म्याक्सिमम यो हाइड्रो पावर चलेको देखिन्छ, हाइड्रो सेक्टर चाहिँ एकदमै चलेको देखिन्छ। र अब आउने हप्ता चाहिँ कुन सेक्टर चल्छ अब त्यो हेर्न बाँकी छ। तपाईहरुले आजको भिडियो कस्तो लाग्यो? यदि राम्रो लागेमा हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। हामी यस्तै किसिमको न्युजको डेली विकली एनालाइसिस लिएर आउने छौं र स्क्रिप्ट वाइज पनि हामी वाच लिस्टहरु लिएर आउने छौं।